आओ केटा आओ 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 केटा आओ आओ यहाँ हेर्नु गाइज हेलो त्यो अम्लो त्यस्तो नबनाउनु न दादा गाइज हो यता हेर्नु मेरो केही छ भने भनौँ त्यता तेल लाउने कार्यक्रम चल्दैछ यो साथीहरू गाइज दर्शन नमस्ते यहाँहरू एकदम आराम सन्चै छु धेरै पछाडि साह्रो लामो समय पछाडि म भ्लग लिएर आएको छु दसैँलाई आएको छ मौसम दामी खुलेको छ यस्तो भइसकेको छ तपाईँहरू सम्पूर्णलाई बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना मेरो र मेरो गाउँको तर्फबाट अब आज चाहिँ हामीहरूको दसैँको 2 दिन अघि छ आज अब यहाँभन्दा अघिसम्म बिहेको थियो त्यसले गर्दा हामी पिङ ल्याउने कुरा गर्दैथ्यौँ पिङ ल्याउन भ्याएको थिएन आज पिङ ल्याउने कुरा चाहिँ दिउँछु अहिले चाहिँ म घाँस काट्न जाँदैछु घाँस लिएर आएर दिउँसो के काम गरेर 1-2 बजीबाट पिङ ल्याउने कुरा हुँदैछ भिडियो हेर्दै जानु होला आज भिडियो अलिक लामो हुनेवाला छ पुरा भिडियो हेर्दैन होला म बिचको धेरै क्लिप राख्न नसके पनि एकदम बेस्ट क्लिप राख्दै जानेछु भिडियो हेर्दिनु होला धेरै पछाडि आज म बिचमा के बिलेन के मिलेन कता के भयो काम कुरो व्यस्तताले गर्दा भ्लग हालिएन अब दसैँको उता रेगुलर हुन्छ हेर्दै गर्नु होला र आजको कसरी दिन जान्छ एउटा उता हेरिदिनु होला म चाहिँ घाँस ठाउँमा आइपुग्नु लाग्छु तल काट्नुपर्ने घाँस यहाँ तल त्यो तर मैले देखाएको ठाउँमा यो रुखहरूबाट मुनतिर अब त्यो भिडियो अलिक लामो हुन्छ होला सायदै त्यही भएर म तपाईँहरूलाई त्यो चाहिँ घाँस काट्दै गरेको केही पनि देखाउँदिनँ अहिले त्यही देखाउँछ भन्नु होला त्यही भएर म केही देखाउँदिनँ एकैचोटि यहाँबाट उता घर पुगेपछि भेट्नुपर्छ हामी नगरौँ भनेको फेरि यस्तो मौसम देख्दाखेरि त एउटा भिडियो बनाउनु मन लाग्यो बबाल छ गाइज मौसम चाहिँ बबालै छ आजभोलिको यस्तो खुलेको छ नि यहाँ हेर्न सक्नुहुन्छ बबाल छ मौसम यहाँ घाँस खाने ठाउँ चाहिँ अघि भिडियो बनाउँदिनँ भनेको थिएँ फेरि भिडियो बनाउनु मन लागिहाल्यो यहाँ आइपुगेपछि मौसम हेर्न सक्नुहुन्छ कस्तो छ अक्खा भन्छ नि अक्खा अब चाहिँ म घाँस काट्छु आज अम्लिसो काट्ने सबै लडेर यस्तो कुहिसकेको छ भित्रै यो अम्लिसो यता यो रुख बुटाले गर्दा त्यही भएर आज अम्लिसो काट्ने लगाइस अब चाहिँ सिधै घर है म बनाउँदिनँ साँच्चै मौसम चाहिँ बबाल भइसकेको छ गाई मौसम चाहिँ हेर्न सकिन्छ बबाल भइसकेको छ पुरा चाडबाड लागिसके जस्तो छ बाटोमा हिँड्दैछु यता सबतिर भाइब्स चाहिँ बबाल भाइब्स दिइरहेको छ हाइवेमा हिँड्दैछु म यहाँ यत्तिकै देख्न सकिन्छ यहाँ बबाल दसैँ चाहिँ अब आए जस्तो छ प्योर दसैँ चाहिँ यहाँ हाम्रो गाउँ यता छ म चाहिँ यहाँ यसो पर्तिर हिँडेको बिहे घर यहाँ अस्तिको घर के काम धमाधम फुस्काउने काम हुँदैछ देख्न सकिन्छ तपाईँहरू यहाँ बिहे घर अब आजदेखि सकियो बिहे अब बिहे यहाँ भाइब्स चाहिँ पुरै बिहे चाहिँ अब हुनुपर्ने जस्तो छ शेखर भाइ हेलो भन्दैन के अरे तेरो यो च्यानलको नाम यहाँ पाल म पनि यो पाल निकाल्न सघाउन आएको यहाँ हजुरबा खै के छ अरे बेहुलो ससुरालो ल म पनि अब एकछिन सघाउनु पर्यो यहाँ एकछिन म पनि तान्न सघाउँछु रुक है अनि तान भन्नुभयो म त एकछिन रुकु कहाँ देवी अङ्कल हेर्नु त कहाँ अड्क्यो तपाईँलाई हेर्नु लगाएको तपाईँ हेर्नु पनि हुन्न त्यति यार आयो गाइस देख्नु हुँदैछ उपर यो टोली जाँदैछ एउटा अर्को टोली यहाँ छ हामी यी जङ्गल घारीमा बाँस हन्टिङमा छौँ बाँस खोज्नु होइन बाँस हन्टिङमा छौँ हामी पिङ लाउनको लागि बाँस हेलो हामी जाँदैछौँ अब कहाँ पुग्दा बाँस भेटिन्छ भन्ने कुरो थाहा छैन जाँदैछौँ हामी यसपालि सानो बाँस ल्याउने कुरा छ अब पिङ चाहिँ लागिन्छ यसपालि कन्फर्म लाग्यो आज तर ढिलो भयो यसपालि पिङ लाउन तर लाउन चाहिँ लागिन्छ हामी अब हेर्दै जानुहोस् स्टे ट्युन गाइज हामी कहाँ जान्छौँ बाँस खोज्न हेर्दै जानु होला मेरो काम भिडियो गर्ने हो यहाँ मलाई भिडियोमा खटाएको छ यहाँ एउटा बाँस भेटिसकेको छ गाइज यो कहाँ छ यत्रो सानो चाहिँ पिङ खेल्न चाहिँ थाम्दैन होला सायदै ब्रो चाहिँ फेर्न हाल्नु न ब्रो यहाँ बाँस ढल्नु थालिसक्नु हो यो बाँस हो रातो बाँस छ यो 10 वर्षे बाँस हो यो
त्यहाँ अन्त 10 वर्ष अगाडि पलाएको बाँस हो यो नभए यो बाँस ढाल्दैनौँ हामी 10 वर्ष अघि मैले जागिर खानुभन्दा अगाडि पलाएको अरे यो फाल गरेर पल्टाएको मैले त्यस्तो रहेछ र यही ढाल्न आएको हामी हो नि कार्यालयको अभिलेख अनुसार ढालेको बाँस हो यो म ढाल्न रेडी भएको थिएँ ब्रोले ढाल्छु भन्नुभयो अनि त्यस पछाडि म ढालिनँ ब्रोले ढाल्ने अरे यो हुँदैन तल कन्टेन्ट भ्लग बनाउनु गइसकेको छ शेखरे मभन्दा इस्पात भ्लगर गइसकेको छ त्यहाँ तपाईँ चाहिँ पाइँदैन भनौँ न निक्लिसक्नुभयो बाँस लिएर यहाँ अब फेरि म चाहिँ अर्को लिएर जान्छु साइलिका के हलो भनिदिनु न चन्द्रे उपर कराउँदैछ म फेरि उता लागेँ यहाँ एउटा बाँस लिएर गइसकेँ टोली पानी पर्न थाल्यो झ्यास यस्तो छ हेलो गाइज एउटा लिएर गइसकेँ अनि म कोही त छैन अरू को छ र आउनु म एक्लै आउँदैछु नि यहाँ अनि बालकृष्ण ब्रो र विज्ञान उता गए कहाँ लान सक्छन् त मास एउटाले घाँस सबै छ घाँसै उहीँ लगेको अनि ब्रो आँखा केही नखुर्क्यौँ अरे त्यति घाँससँगै राखौँ अरे त ल के एकजनालाई सकिन्छ भने आउँ यहाँ कसको घाँस जङ्गल हो त्यसैको घाँस लाने यो हेलो त्यो अम्लो त्यस्तो नहुनु नि दादा ल आएँ म खतरा मास लाग्यो है माथिबाट चाहिँ बाँस ढालेको ढाल्दै हुनुहुन्छ यहाँ गाई ढालिसक्नुभयो एउटा ऊ त्यहाँ ढालेको छ शेखर भाइ यहाँ छन् वन्डरल्यान्ड्सका संस्थापक अध्यक्ष वन्डरल्यान्ड्स युट्युब च्यानलका अध्यक्ष प्रमुख मलाई यहाँ तेर्स्याउन भन्नु थालिसके साथीहरूले अब म बाँस तानको गाइज स्टे ट्युन हेर्दै गर्नु होला हामी आउनेछौँ फेरि ब्याक हुनेछौँ एउटा पसेर ऊ त्यहाँ निक्लिँदैछ गाइज म यहाँ यस्तो सुरु कर मारो यो ठेलो आइज हामी बाँस निकालेको ल्याउँदैछु उपर देखिँदैछ होला एउटा केटो 102 आज यहीँ सहिद होला जस्तो छ 1K सब्सक्राइबर नपुगी सहिद होला जस्तो छ केटो हामीले 2टा मास यहाँ निकालिसक्यौँ माथि एउटा काट्नु हुँदैछ अघि एउटा लिएर गइसक्यो टोलीले 4टा मास चाहिँ पुगिसके अर्को पनि आइसक्यो ए भनेपछि बाँस पुगे पुग्यो लु यहाँ हामी लास्ट ज्यानलाई रिक्समा राखेर ज्यानलाई पातमा राखेर तान्दैछौँ यहाँबाट ओफ ले भाइले यी बाँसमा घाँस छैनन् क्या कुनैमा छातीबाट छेडेर धुवा निकालिछ भने कस्तो हुन्छ होला यहाँ जा ग्राहक हेर्न सक्नुहुन्छ गाइज यहाँ दादाको बाँस तलाई यो के लागि ताने हो भन्ने कुरा बुझिँदै छैन यता त यो मलताबाट यता जान्छ है मर्छ भिडियोको लागि लडेको यो अरू होइन भिडियोको लागि लडेको यो हो यो त भन्ने कुरो त हो त्यो त सब तान रुक घाँचिन्छ ओ फुट्छ माकुरी बाँस पर्दैन यतिकै बोकेर जाउँ न हो गुड ल गाइज बाँस रेडी भइसक्यो अब बल लाउने बाँस लिएर आउँदैछन् साथीहरूले अब हामी यहाँ बस्दै गर्छौँ निगुरो देख्न सक्नुहुन्छ गाइज यहाँ हामी निगुरो पनि टिप्दैछौँ त अन्त मासु खाने मान्छे के लान्छस् ल भरे आउँछु ल यहाँ गाइज यहाँ हामी चाहिँ यता निगुरो पनि खोज्दैछौँ निगुरो पनि पाइँदैछ यहाँ अलिअलि मासु खाँदा गरेका मुखमा यो हरियो परियो बबाल हुन्छ नि त अब के चोर बनाएको अरे तु भन्थ्यो नि होइन त्यस्तै भयो यो अब गाइज हामी चाहिँ यहाँ बबाल तरिका टिप्दैछौँ खोजौँ न भेटिने रहेछ शेखरे यो खतरा चिज हो यो टिप्नुपर्छ यो खतरा निगुरो हो यहाँ एउटा कस्तो छ यो ठाउँ छ नि खतरा दबाई हुन्छ अरे यो गाइज ओ के बोल्या जे बात नबोल्न सुनिएन होला नि गाइज यहाँ यो सुनिएन तपाईँहरूले सुन्नु भएन होला
बिनाजु हेलो के हुँदैछ त्यता यता त निगुरो खोजिँदैछ निगुरो गाइज निगुरो हेर्ने हो गाइज निगुरो कस्तो हुन्छ थाहा छ कि छैन तपाईँहरूलाई यति भए त थाक्छ अरे नि त अब मासु खाएका मुखमा त्यो दसैँमा मासु खाँदा 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 गरेका मुखमा निगुरो खान पाउँदा त शेखरे त्यता चाहिँ जान थालिसक्नुभयो ऊ पर देख्न सक्नुहुन्छ टोलीले ए हात उठाउनु रहेछ हजुरबाले हेलो गाइज हात उठाइदेऊ न हो ए ल बाँस लिएर गइसक्नुभयो म चाहिँ एकछिन अब शाकाहारीले यहाँ निगुरो टिप्दैछु यहाँ पस्को आठ गाइज हो मलाई मार्छन् होला टोलीले र पनि म यहाँ ज्यान जोगाउँदै यहाँ देखेँ र आएको कहाँ छ भित्रै यसो गाइज बिहोसै भयो यहाँ बिहोसै भयो यहाँ लास्ट गाह्रो बनाइसक्यो यहाँनिर हामी चाहिँ अब पुग्न आँट्यो यहाँ उकालोमा लिएर आउँदा आउँदै गलियो अनि यहाँ यो ट्याङ्गाको बोट पनि ट्याङ्गा हेर्दै बसिरहेको छौँ यहाँ हामी चाहिँ ओसँग गर्मी भयो हो ए जुका लाग्यो यहाँ जुका आइसक्यो देख्न सकिन्छ तपाईँहरू जुका हामी लाग्यौँ न गाइज अब हेरौँ है यहाँबाट हामी बोकेर कसरी गइन्छ यस्तो छ गाइज अब लु बोक बोक आयो उचाल खेल आयो आयो लु यहाँ ठुलो टर्निङ काट्नुपर्छ है जान्छ चाहिँ छोड एकछिन घुम घुम खाल्डा खन्ने कार चाहिँ धमाधम भइरहेछ है यहाँ एउटा खाल्डो अहिलेसम्म एक्सिडेन्ट भएको छैन हाम्रो कान्छ के छ हो पिङ लाउन आएको त पनि हो सबजना आफ्नो आफ्नो काममा धमाधम हुनुहुन्छ यता अब लिङ्गा ठडिने बेला हुन अब चारवटा खाल्डै सकिन आँटे ब्रो यहाँ चोया काट्न धमाधम माथि लट्ठा बाँध्ने चोया काट्न हजुरबाहरू हाम्रा भान्जा दाई यहाँ हुनुहुन्छ भाङ दाई भाङ दाई हेर्दा नर भए पनि हजुरबा मेरा काका विज्ञान यहाँ हजुरबा यहाँ घाँस काट्नु हुँदैछ अङ्कल यहाँ हुनुहुन्छ है सबजना आफ्नो हजुरबा यता हेर्नु न घाँस काटेको हो कस्तो बाबल देखियो यस्तो गरेको यो सबजना यहाँ एउटा लिङ्गो उठिसक्यो है अब एउटा लिङ्गो हामीहरूको उठो उठो लिङ्गो उठिसक्यो उठो उठो उठाउ उठाउ गाइज उठाउ न उठो उठो एउटा लिङ्गो उठो फाइनल्ली लिङ्गो उठिसक्यो एउटा लिङ्गो उठिसक्यो हो लिङ्गो उठिसक्यो ए पनि हाम्रो जान आँटिसक्यो फेरि उठो उठो सेकेन्ड लिङ्गा पनि उठिसक्यो गाइज उठाउ उठाउ हैसे बल लगाके उठो 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 अर्को लिङ्गा पनि उठिसक्यो ल गाइज उठिसक्यो अर्को लिङ्ग पनि हाम्रा बलमान दाजुले लिङ्ग उठाइसक्नु भयो ल उठिसक्यो अर्को तेल लाउने कार्यक्रम चल्दैछ यो साथीहरूले खान पनि सक्छन् यो सिकुटी भनेर यो यसैलाई अहिले लगेर पकाएर खान पनि सक्छन् सिकुटीको नाममा यहाँ तेल लगाउने काम हुँदैछ चिल्लो बनाउन यस्तो छ स्थिति पुरै हामी चाहिँ यहाँ गरेछौँ गाइज मौसम बबाल छ आजको देख्न सक्नुहुन्छ एक दुईवटा सिनेमेटिक पनि हेर्नुपर्छ होला नि अब एउटा सिनेमेटिक हेरौँ ल बबाल यसलाई सुकुटी बनाएर खाँदा हुन्छ होला नि काटेर यसको त बनाएर खाँदा हुन्छ नि अलिक साह्रो त हुन्छ नि त्यही त हो नि हुने त एकलट हामीहरूले थाहा छ राजा घर खाएको छ नि होइन त्यतिखेर अन्तिम स्याक्कै सक्यो त्यहाँबाट अहिलेसम्म छैन बबाल मौसम चाहिँ नि यो क्वालिटी चाहिँ यही आउनु भने नि केटा यहाँ हेर्न कस्तो छ क्वालिटी यहाँ हेर्नु छैन यार मसँग बबाल गाइज उठिसक्यो ए यस्तो छ अब ल ल आयो 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 तानो आएँ म पनि
पल्ले बाँधेको त्यो डोरी चुडियो हो बाँधेको चुडियो टेक्दैन दुईटा खुट्टाले टेक्न उफ्रिन त्यहाँ माथि उफ्रिन ल केटा भर्खर आएको त ल ल थम्नेल तपाईँको राख्छु ल भरे सबैजनाको फोटो खिच्नुपर्छ ल यहाँ अनि थम्नेल त बनाउनु पर्छ ल ट्याक्कै दादाले यहाँ सुकुटीमा तेल लाउनु रहेछ फ्राई गर्ने बेला भइसक्यो सम्पर्क गर्नु होला 200 रुपियाँ प्लेट अब तान्ने हामी रेडी है गाइज ल तानौ ल थिच आयो उठो सानो काका दोइ टानो टोरी तान्छु साइलो काका र म तान्यो उठो लिङ्ग उठो ओहो तेस्रो लिङ्ग फाइनली उठो ल गाइज उठिसक्यो है तेस्रो लिङ्ग ढल्की उनिसक्यो ल गाइज हजुर तेस्रो लिङ्गी कि तेस्रो लिङ्ग उठो भाइले लगाऊ मेरोमा भ्लग हेर्नु न भरे त्यो के गरियो सब्सक्राइब गर्नु भरे भ्लग हेर्नु न ल भरे भन्दा भरे त हेर्दै गर्नु पर्यो नि भरे त कसरी आउँछ यो एउटा क्लिप हाल्ने हो र भरे ल गाइज स्टे ट्युन हेर्दै जाउँ अब फेरि आओ केटा आओ केटा आओ यहाँ हेर्नु गाइज यस्तो स्ट्रगल गर्नु चाहिँ कता लगेको यो यहाँ खाल्डो छ खाल्डो यहाँ छ यो के गरे यो अर्को पनि ठड्यो गाइज ल खाल्डा बाहिर मास काट्न खोज्छन् ल गाइज फाइनली गाडी सके यहाँ देख्न सक्नुहुन्छ 4 लिङ्गे हामीले हालिसक्यौँ ल गाइज हेर्नु त क्रसै भइसक्यो झन्डै अब यो अलमोस्ट यस्तो यताबाट अब यस्तो हलिने भइसक्यो पिङ ल गाइज हामी लिस्नाको लागि बनाउने होला होइन यो लिस्नु हो यो हामी अब चढ्न सक्ने कोही छैन यहाँ अनि लिस्नुको लागि यहाँ बनाउँदैछौँ लिस्नु बनाएर चढ्नु पर्ने छ बाँसमा यो चाहिँ लिस्नु बनाउनु पर्ने जस्तो भइरहेछ अब यहाँ देख्न सक्नुहुन्छ च्याटोसँग फेरि अब एउटा सिनेमेटिक हेरौँ ल भिडियो बवाल पिङमा चढ्ने पिङमा बाँसमा चढ्ने ए होइन मैले भन्न खोजेको बाँसमा त पिङमा चढ्न नसक्ने इस यहाँ बवाल तरिकाले हामी लिस्नु बनाउँदैछौँ यहाँ लिस्नु बनिँदैछ है यो अब यो लिस्नु बनाएर त ठिक राम्रो मैले लाँदा फाइदा हुने रहेछ नि चुच्चीमा रङ लाउनलाई हाम्रो चुच्चीमा रङ लाउन सकिँदैन नि त ल गाइज यस्तै छ अब स्थिति जिन्दगीमा यहाँ यस्तो हुँदैछ एउटा जम्बो टोली त्यहाँ बसेको छ धेरै तल माथि भइगयो नि तँ त हेर्नु त कत्रो त माथि गयो त्यतिमा चाहिँ बस्छ ल अब सब थोक धमाधम भइरहेछ काम सिरानको चाहिँ डर गरेको अस्ति त्यो चाहिँ माथि त्यो हुजुला भन्दा माथि के गर्नु थियो होइन एकदमै काम धमाधम चल्दैछ केटाकेटीहरू यहाँ छन् बच्चा लोग यहाँ छन् घुमिरा ए यहाँ छन् केटाकेटीहरू यहाँ छन् यहाँ देख्न सक्नुहुन्छ यहाँ लिङ्गा चाहिँ ठडिसक्यो लिङ्गा खाँदै काम हुँदैछ यहाँ के छ यार यहीँ छैन के छ अनि खबर कति खाइयो त आज मासु मासु कति खाइयो मासु कति प्लेट खाइयो आज बटुका प्लेट होइन कति बटुका खाइस आज हो बोका हेर्ने गाइस यो बोकाई सानो बोकायो
अब धमाधम काम भइरहेछ यहाँ माटो हाल्ने काम हुँदैछ खाल्डामा गाइज हो यता हेर्नु मेरो केही छ भने भनौँ त्यता म गाउँको सञ्चार मन्त्री हुने ल मलाई घोषणा गरौँ ल आज मलाई निर्णय गरौँ ल सञ्चार मन्त्री गाउँको म सञ्चार मन्त्री आजदेखि म सञ्चार मन्त्री भइसकेँ मलाई सञ्चार मन्त्री हुन्छ भन्नेले ताली पड्काउनुहोस् हुँदैन भन्नुले ताली नपड्काउनुहोस् म सञ्चार मन्त्री हो गाउँको चाहिँ हाम्रो गाउँको ए होइन म हाम्रो गाउँको सञ्चार मन्त्री हुन्छ भन्नेले हुन्छ भन्नुहोस् हुँदैन भन्नेले हुँदैन भन्नुहोस् ब्रो जोसेर आइसक्नु भएको छ यहाँ उहाँ कुदिसक्नुभयो उहाँ तोफान कुदिसक्नु भयो मलाई आखिर के भयो त यस्तै भयो आइपुग्नु भएको छ हेलो ब्रो स्वागत छ तपाईँलाई पिङमा स्वागत छ यता हेर्नु न कस्तो लागिरहेको छ तपाईँलाई यसै दिनमा हामीले तपाईँको विज्ञापन गरेका थियौँ त्यही भएर बे भयो तपाईँको हिजो बे भयो तपाईँको यसैले गर्दा हामी पिङ माथि बाँध्नको लागि चाहिँ यो लिस्नु उठ्ने क्रममा छ अब लिस्नु उठिसक्यो अब ब्रो पनि आइसक्नु हेलो यताको क्यामेरा त भिडियो बनाएको छैन वन्डरल्यान्ड 02 मेन्सन गर्नु भाइ ल तपाईँले मेन्सन पनि गर्छु म तपाईँको उयसमा डिस्क्रिप्सनमा पनि राखिदिन्छु ल डिस्क्रिप्सनमा राख्नु मेरो थम्बनेलमा यो ल ओके ए यहाँ चाहिँ यस्तो छ है स्थिति गाह्रो छ यहाँनिर हामी पनि आइसकिया छ यहाँ लड्न सक्छ यहाँ जय श्रीराम ब्रो माथि बाँध्नु हुँदैछ लास्ट रिक्स भएर भिडियो गर्न पनि गाह्रो भइरहेछ गाइज यस्तो छ यहाँ हेरौँ हात कतिवटा छ नि यहाँ यस्तो थामेर बसेको छौँ उतल यस्तो छ यहाँ हेर्नु लास्ट रिक्स छ यहाँ माथि हेर्नु यस्तो भएर माथि बस्नु भएको छ देवी अङ्कल गाह्रो छ नि यता डोरी तान्ने यसरी तान्नु भएको छ यता डोरी तान्ने यसरी डोरी तानिरहनु भएको छ यता हेर्ने दुईजना यसरी हेरिरहनु भएको छ यहाँ जवाकाले गाडी जानु भएको छ गर्दैछु यहाँ अब गाई चाहिँ अर्को लिङ्गो बस्न आँट्दैछ अब यहाँ लिङ्गो उताको बाँधिसकेर अङ्कल त्यहाँ बस्नु भएको छ अब यहाँ एकजना चढेर यसरी बाँधेर बसिया छौँ यस्तै हुँदैछ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू अब धमाधम काम भइरहेछ मौसमले चाहिँ खतरा साथ छ यहाँ पारी देख्न सक्नुहुन्छ बबाल छ मौसम बबालमा यहाँ हेर्नु त गाई माथि बाँध्नलाई सिधै चढ्नु मान्छे बस्नु ओर्लिनु फेरि अर्को चढ्नु अब यता ए एकजना बस्नै पऱ्यो नि त्यहाँ त अब त्यहाँ बस्ने त यस्तो छ यहाँ स्थिति अब अनि त्यहाँको मान्छे उमाथि नै बस्नु पऱ्यो यस्तो छ गाई त अब यहाँ हिमालङ्गल चढेर चाहिँ बाँध्नु हुँदैछ फेरि यहाँनिर अब फेरि यतापट्टि यसरी थमाइ छ यहाँ पनि थमाइ छ यहाँ हामी डोरी समात्नलाई यहाँ बसिरहेको छौँ म हात त्यहाँ दिएर ओ माथि अङ्कल गएर गाह्रो छ हौ पिङ लगाउन कहाँ खेल्न पो सजिलो छ पिङ लगाउनु त बहुत रिक्स छ यहाँ हुनुहुन्छ है देख्न सक्नुहुन्छ तपाईँहरूले इन्द्रेणी बबाल चाहिँ माथि लाने काम हुँदैछ ए लिङ्गो भनेको जुवा माथि लाने काम हुँदैछ गाईजी मेरो फोन कहाँ छ जुवा उठिसक्यो यो जुवा उठिसक्यो ल पुगो जुवा माथि अब जुवा राख्ने काम हुन्छ अब अनि जुवा राखेर सुई यता आमा केटाकेटी हल्ला गरे हो यस्तो छ गाइज यहाँ छ बबाल तरिकाले पिङ बनाउँदैछ यहाँ यस्तो छ देख्न सक्नुहुन्छ अलमोस्ट फाइनल पुग्न लागिसक्यो अब लगभग फाइनल भइसक्यो माथि अब ल यतापट्टिको त्यो त्यहाँ र
माथि बाँध्न बाइक रहेर लगभग सकिसकेको छ काम। अब चाहिँ लगभग सकि नै सक्यो। अब यस्तो चाहिँ स्थिति हेर्न सक्नुहुन्छ माथि। अब माथि यता बाँध्दै यता यहाँ बाँधिसक्नु भयो, यता त्यहाँ पनि बाँधिसक्नु भयो, यहाँ त यता घुमाउनु रहेछ। अब सक्न आँट्नुभयो। ब्रोले कुल्चेर पछाडिबाट कुल्चेर यस्तो भयो। ब्रोले जानी बिगार्दैछ, बिगारेर यस्तो भइसक्यो। नयाँ जोडी एक जोडी किनेर ल्याइदिनु। नयाँ ल्याउनु पर्यो सबै। यता चाहिँ अझै बनाउने कुरा हुँदैछ। सकेर चाहिँ अब झर्ने एकजना झरिसक्नुभयो, यहाँ हुनुहुन्छ अङ्कल झरिसक्नुभयो। अब अर्को अङ्कल माथिबाट झर्न लाग्नु रहेछ डोरीबाट। यो बिस्तारै बिस्तारै अङ्कल, बिस्तारै बिस्तारै हो। आउनु बिस्तारो, वात्तै नआउनु है, बिस्तारो आउनु। ल आउनु झरिसक्नुभयो। ल फाइनल्ली पिङ लागिसक्यो। ल गाइज देख्न सक्नुहुन्छ यहाँदेखि पिङ। अब ल खुट्टा यहाँ मजाले पढेर गर। पिङ पूजा भइसक्यो। ल यता पिङ सुरु गर्नलाई। ल लु खेल। ल पिङ उद्घाटन भइसक्यो। ल गाइज अब हेर्न सक्नु।